हाम्रो लुम्बिनी प्रादेशिक अस्पतालको आइसियुमा उपचाररत आमाको निधन सम्बन्धी समाचार मिडियाहरूमा जुन समाचार आएका छन् त्यसले हाम्रो ध्यानाकर्षण भएको छ। हाम्रो आइसियुमा उपचाररत आमाको जुन निधन भएको छ त्यसले हामी अत्यन्तै मर्माहित भएका छौँ। शोक सन्तप्त परिवारलाई हामी संवेदना पनि प्रकट गर्न चाहन्छौँ। बिरामीजनबाट जुन उठेको कुराहरू छन्, आमालाई 25 नम्बर बेडदेखि 9 नम्बर बेडमा सार्दाखेरि हामीलाई जानकारी भएन भन्ने त्यो सरासर गलत मिथ्या हो। हामीकोमा दुईटा जोन हुन्छ, एउटा चाहिँ आइसियु भित्र नर्मल बिरामी भेन्टिलेटरमा राख्न नपर्ने बिरामी राख्ने र एउटा चाहिँ भेन्टिलेटरमा राख्नुपर्ने जोन। आमाको अवस्था क्रिटिकल हुँदै गइसकेपछि भेन्टिलेटरमा राख्नुपर्ने अवस्थामा आमाको छोरीलाई अस्पतालले जानकारी गराएको छ। पहिला एकजना छोरी गएर आमासँग बसेर आमासँग सँगै बस्नु भएर आमालाई जानकारी लिएर जानुभएछ भने केही समय पछाडि अर्को छोरी पनि आएर सँगै बसेर आमासँग सँगै बसेर जानुभएको छ। त्यसको हामीसँग सिसिटिभी फुटेज पनि छ, त्यसलाई हामी प्रसारण गर्ने नै छौँ, उपलब्ध गराउने नै छौँ। सँगसँगै उपचारमा सो बेडमा उपचार भएको बिरामीलाई चाहिँ दबाई मगाइयो भन्ने कुरामा हो, आमाको उपचारको निम्ति दबाईहरू मगाइएको थियो। एउटा क्रिटिकल अवस्थामा सिपिआर दिएर एउटा भेन्टिलेटरमा राखेको बिरामीलाई सो सम्बन्धी चाहिने दबाईहरू हामीले बिरामीलाई मगाउँछौँ। बिरामीले ल्याइ नपुर्याउँदाको अवस्थामा अस्पतालबाटै उपलब्ध गराउँछौँ र त्यसको पछि चाहिँ हामीले शोध भर्ना गर्ने गर्दछौँ। सोही क्रममा आमाको उपचारमा लागेका दबाईहरू चाहिँ हामीले शोध भर्ना गराएका हौँ। आमा विगत केही दिनदेखि हामीसँग उपचारमा हुनुहुन्थ्यो। आमाको उपचारको संवेदनशीलतालाई लिएर दिउँसो नकुल शाही जनप्रतिनिधि लगायतको टिमहरू आउनुभएको थियो। हामीले यस अस्पतालका वरिष्ठ चिकित्सकलाई बोलाएर हाम्रो अस्पताल विकास समितिको अध्यक्षको नेतृत्वमा गएर आमालाई भेटेर चिकित्सकले हेरेर आमाको स्वास्थ्य सम्बन्धी जानकारी हामीले लगभग 3 बजेतिर उहाँहरूलाई जानकारी उपलब्ध गराइदिए पश्चात उहाँहरू जानुभएको थियो र सो क्रममा चिकित्सकले आमाको अत्यन्तै क्रिटिकल अवस्था छ, आमाको आज भोलि भन्न सकिने अवस्था छैन भनेर जानकारी गराइसक्नु भएको अवस्था थियो। साथै सो जानकारी हुँदाहुँदै र एउटा प्रत्याशित घटना जुन किसिमको पूर्वानुमान अनुसारको घटना घटिसकेपछि जनप्रतिनिधिबाट आइसियु जस्तो संवेदनशील क्षेत्रमा उल्जफत गर्ने, कर्मचारीलाई गाली गलौज गर्ने, कर्मचारीको मनोबल घटाउने खाले काम जुन भएको छ, यसले अस्पताल कर्मचारीको मनोबल घटेको छ। यस्ता खाले घटनाले अस्पतालमा सेवा लिन आउने सेवाग्राहीले गुणस्तरीय सेवा पाउने भन्दा पनि अस्पतालको जुन गुणस्तरीयता छ यसमा क्रमिक रूपमा क्षय गराउँछ भन्ने हाम्रो बुझाइ छ। कर्मचारी स्वास्थ्यकर्मीले उच्च आत्मबलका साथ बिरामीको उपचार गरेनन् भने हामी यस अस्पतालमा सेवा लिन आउने बिरामीहरूले गुणस्तरीय सेवा पाउन सक्दैनौँ। तसर्थ सम्पूर्ण समाजसेवी, राजनीतिज्ञ, प्रशासन, सुरक्षाकर्मी लगायत सम्पूर्णलाई अस्पताल प्रमुखको तर्फबाट यो घटनालाई यसै किसिमले बुझ्न र अस्पताल लगायत प्रत्यक्ष सेवा प्रभावमा जोडिएका निजामती कर्मचारीहरू, स्वास्थ्यकर्मीहरूले संलग्न रहेको सङ्घ संस्थामा कर्मचारीहरूको मनोबल बढाउन सकियो, उहाँहरूलाई गरेका राम्रा कामलाई प्रोत्साहन गर्न सकियो भने मात्रै अस्पतालहरूले सोचेअनुसारको सुधार गर्न सक्नेछन्, होइन भने यस विषम परिस्थितिमा काम गर्न सक्ने अवस्था पनि रहने छैन भन्ने जानकारी गराउन चाहन्छु। धन्यवाद।